अरे म चाहिँ डन ल हेर्न मङ्कीहरू तिमीलाई चाहिँ जतिखेर नि त्यही मात्रै भन्न आउँछ हट त यता हेर्छु मम्मी यस्तो हामी चाहिँ यहाँ डुप्चेश्वर गुप्ती होइन बेबी डुप्चेश्वर डुप्चेश्वर नगरपालिका गाउँमा आएर बसेको छु हामी यस्तो छ जताततै पानीको आवाजले पानी परे जस्तै लाग्ने रहेछ रातभरि होइन बुढो जतातिर नि पानी परे जस्तै जतिखेर नि पानी परे जस्तै लाग्ने रहेछ कि मलाई त जतिखेर पिन्दिन नि आवाज खराङ आइराख्ने अनि पानी परे जस्तो अनि पानी पऱ्यो कि जस्तो लाग्ने कि जतिखेर नि मलाई रिदम तिमीलाई होटल कस्तो लाग्यो रे बेबी कति यता देखाउ न धेरै राम्रो गुड चाहिँ पाएन हे भगवान् बाबा यस्तो भनेको थिएँ हे भगवान् होटल चाहिँ नराम्रो नपरोस् भनेको थिएन रिदमले थोरै ब्याड लाग्यो त्यो छोरोलाई के रे के भने यो चाक यहाँ छ यो पायो ठ्याक्कै यस्तो हुन्छ अर्कै हुन्छ क्या छोरो खुट्टाहरू चाहिँ पखन हात खुट्टाहरू चाहिँ सेक्ने मान्छे जस्तै हुन्छ मरेको त हो नि यो सुकुटी भएको त छ्या भन्छस् अब यसलाई एउटा डिप फ्राई गरेर रिदमले उसलाई खुवाइदिनु लाग्यो रिदमले यु वान्ट टु इट अर नो यु डोन्ट वान्ट ल ओके रिदम एन्ड मी यु डोन्ट वान्ट टु इट राइट You want to see only? Yeah. But you want to eat or no? No, Rhythm and me, we want to eat because we just want to go to. Oil बना खाना? हम तो ये deep fry कर रहे हैं. Rhythm ने बस भोगला. जेमस पन खाओ के बाबा डैडी मम्मा खाई दिनु होला. तिमी नखाने? म त खाँदै खाँदैन. खायो अलिकति के हुँदैन ला. यो त पाउ. गर्ना अन्त सबै सामान प्याक गरेर तल गइसक्यो मिठो लाग्यो घिनाए तिनीहरूलाई घिनाए क्या होइन यहाँ मिठो छ र मलाई त खान दिए भयो पो त्यसले सबै तेरा पनि खायो त्यसले मम्मी पाहाले ड्याडीले टोक्छ भने डराइहाल्यो फेरि हिँड सुकेको के सुकेपछि चाहिँ उठ्छ सबजना ब्याग भिड्ने अनि म चाहिँ रित्तै हिँड्ने मान्छे को हो रे म चाहिँ डन्नी रे डन्नी मम्मीलाई डन्नी हुन्छ दहनहरू भरिया बोकेको छ मम्मी बोक्न नसक्ने हो नि त मम्मीको ब्याग ड्याडीले सानोहरूले खानेकुराको झोला ए यो त फाले नि भइहाल्यो नि सकेपछि त इन्भाइरोमेन्ट खोला नि घरमा लगेर थुपार्ने तिमी हो हामी चाहिँ यहाँ अहिले हिँड्दैछौँ बिहान उठेर हिँड्न नसक्ने भइसक्यो बुढोको काम गर्ने ठाउँमा जानलाई अझै टाइम लाग्छ होला लड्छर बेबी चिप्लो हुन्छ है बिस्तारै 1 2 3 जय दुप्चेश्वर महादेव के
आधा अप्रेकी बुढो यो सबै भएर ऊ देखेको रड देखेको जति उक्लेर माथि पुग्नुपर्छ। यहाँबाट गएर यिनीहरू गएको ठाउँबाट यता माथि सबै वाउ। भरियाहरू ट्रेकिङ साइड तिमीहरू यो अहिले ट्रेकिङ आएको है मेरो सानोहरू होइन त हाइकिङ भरियाहरू यस्तो हामी कति माथि आइसक्यौँ। यही गाउँको मान्छेलाई भनेको तिमीहरूले शेखर बेसी यो गाउँको नाम चाहिँ थाहा भएन। यो गाउँको नाम चाहिँ शेखर बेसी रे। टुरिस्ट पनि यसरी लड्छ त तिमी टुरिस्ट भन्ने हुन्छ र टुरिस्ट पनि यसरी लड्छ त लड्छ त हेर यहाँ चिलाउँछ अब। को रहेछ चिन्यो को बुढोहरूको शेखर बेसीमा हिँडेर लड्दै तर छैन यता गर्दै रहेछ भर्खर। यता चाहिँ यति बनाइसक्नु रहेछ यति यहाँदेखि यहाँसम्म अझै किल्ला नि गाड्दैछ। ट्विन्सहरू 4 जना भेट भयो आज है। बुनुहरू हो नि त नि नाम सोध बुनुको गङ्गा जमुना राम लक्ष्मण।